तपाईको घरको नक्सा मसँग हुनुपर्छ नगरपालिका के हुन्छ त तपाईको नक्सा मसँग मैले हजुरको अफिसमा त यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो हजुरले के 35 दिन भित्र खाली गर भनेर नोटिस दिएको छैन तपाईको घरको नक्सा मसँग हुन्छ अनि मैले खाली गर्नु किन कसरी गर्ने खाली मैले तपाईको घरको नक्सा मसँग हुन्छ त जाउने हजुरलाई हेर्नु यो बाटो सडक विभागले यो बाटो बढाएको थियो हाम्रो पहिले जसरी जानुपर्ने थियो अहिले कहाँ बिल्डिङको बेसमेन्ट तपाईँको बिल्डिङको पार्किङ चाहिँ कहाँ छ भने लिजको कुरा नगरौँ तपाईँकै जग्गा तपाईँको बिल्डिङको पार्किङ कहाँ छ ल्याउनु अब लिज दिन चाहिँ मान्ने कि नमान्ने किन्नु पऱ्यो कि कसरी हो त्यसरी तपाईँले नक्सामा ट्रेस म्यापमा तपाईँको दुइटै देखाउनु मिल्छ यो सबैतिर त्यसो भने सबै बिल्डिङमा चाहिँ पार्किङ छ त आफ्नो बिल्डिङमा होइन मैले बुझेँ कमर्सियल हो तर मैले कसरी तपाईँको नक्सामा क्षेत्रफल एरिया यो दुइटै प्लट देखाउनु पाउनुहुन्छ यो दुइटै प्लट देखाउनु पाउनुहुन्छ नक्सामा यसमा पाउँदिनँ पाउनुहुन्न तर मेरो तपाईँकै नक्सामा बेसमेन्ट हुनुपर्छ क्या अर्काको नक्सा मैले बुझेँ कि हजुर तर के छ भने यो बाटो बढेपछि गाडी जाने ठाउँ कहाँ छ देखाउनु त्यो त बनाउनु पऱ्यो नि त तपाईँले सडक विभागले दिएन नि हजुर यहाँ हेर्नु त ल गाडी जान्छ यहाँबाट बनाउनु ठाउँै होइन आउनु ल म देखाइदिन्छु यहाँबाट गाडी बाइक कसरी बाइक बनाउनु पऱ्यो त्यो कसरी सडक विभागले दिएन नि होइन सडक विभागले दिनु पुरै भएर सडक विभागले तपाईँको बिल्डिङ त्यो आफैले भन्नुभयो लिजमा लिएको बिल्डिङ बनेको 15 वर्ष भयो हेर्नु तपाईँको यो सडक 5 वर्ष अगाडि चेन्ज भयो तपाईँको नक्सामा त्यो नक्सा देखाउनु त्यो लालबुढा देखाउनु मिल्दैन तपाईँको आफ्नै जग्गामा बेसमेन्ट मैले बुझेँ पार्किङ छैन मैले बुझेँ यो बिग्रियो हजुर यो बाटोले गर्दाखेरि समस्या भएको हो होइन तपाईँले घुमाउनु मिल्छ ऱ्याम्प कसरी मिलेन हजुर नभए हामीले मिल्छ त्यो डिजाइन गरौँला फरक ठाउँ हजुर तपाईँले यहाँ ल्याब खोल्न पाउनुहुन्न ठिक छ नखोल्नुला अब केही छैन तर हजुरले चाहिँ मैले जुन एप्रुभल ल्याएको छु पछाडिबाट घुमाउनुहुन्छ सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु त्यसलाई होइन तपाईँले हस्पिटल खोल्ने ल्याब खोल्ने एप्रुभल मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि हजुर होइन व्यवसाय गर्ने भनेर एप्रुभल लिनु व्यवसाय ल्याएको छु मैले ट्याक्स ल्याउनु नि त म दिन्छु हजुरलाई तपाईँको घरको नक्सा मसँग हुनुपर्छ नगरपालिका के हुन्छ त तपाईँको नक्सा मसँग मैले हजुरको अफिसमा त यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो हजुरले के 35 दिन भित्र खाली गर भनेर नोटिस दिएको छैन तपाईँको घरको नक्सा मसँग हुन्छ अनि मैले खाली गर्नु किन कसरी गर्ने खाली मैले तपाईँको घरको नक्सा मसँग हुन्छ त जाउने 35 दिनदेखि भइरहेको छ त तपाईँ अहिले आउने मैले मेरो अफिसमा होला मैले त त्यो नक्सा लिएर त बस्दिनँ नि हजुर मेरो अफिसमा स्टाफहरू होला तपाईँको सोटर लाउनु अहिले यहाँ अहिले खोल्नु पाइँदैन सोटर लगाइदिउँ हजुर तपाईँ हजुरको आउँछु नि म उकिल लिएर आउँछु आउँदैन होइन त्यो पाउनु पनि कानुनी हो कि के हजुरले यसरी कसरी बोल्नु मलाई थर्काउन खोज्नु भयो तपाईँले मलाई फर्काउनु खोज्नु भएको हो मैले थकाएको छु तपाईँको पब्लिक मिडिया छ कसरी बोल्नु भयो हजुर तपाईँको नक्सा मसँग हुनुपर्छ त अनि अफिस हजुरको पनि छ हजुरको पनि अफिस हुनु पर्यो मेरोमा पनि छ होला म दिन्छु तपाईँको यदि नक्सा यहाँ छैन भने हजुर हाम्रो अफिस म लिएर आउँछु नि हजुर म लिएर आउँछु मिटरको डिस्टेन्समा नजिकै छ लिएर हुन्छ म लिएर आउँछु र मलाई के छ भने हजुरले एउटा चिठी पनि लेखेर दिनुहोस् यसरी ल्याउने भनेर दिनुहोस् अलिकति अफिसियली जानु पर्यो नि चिठी भनेको यो हामीले पत्रिकामा नक्सा यो सबैको दिने होइन यहाँनिर 2.5 लाख घर छ 2.5 लाख घरलाई हामीले दिन सक्दैनौँ चिठी हामीले पत्रिकामा छाप्ने हो पत्रिकामा छाप्ने हो पत्रिकामा छाप्नलाई मैले हजुरको चाहिँ गल्ती गरेको छु भने नि पत्रिका ल्याउने 2.5 लाख घरमा दिन सकिँदैन होइन मैले गल्ती गरेन म आउने मैले गल्ती गरेको छैन हजुर मलाई केही नि भन्नुहुन्न एकैचोटि आएर यत्रो मिडिया ल्याउनुहुन्छ सबै अनि कसरी हुन्छ के ल्याएको होइन हजुर त एउटा जनप्रतिनिधि भएपछि यसरी यो स्टन्ट पाराले हुँदैन नि हजुर स्टन्ट गरेकै छैन तपाईँलाई तपाईँले मलाई थर्काउनु भयो कि भएन अहिले भर्खर फर्का छैन तपाईँ फर्काउनु भयो फर्का छैन फर्काउनु भयो तपाईँले यहाँ यत्रो मान्छे हेर्नु अनि त्यस्तो पनि हुन्छ सटर लगाइदिनु सटर लाउँला हजुर केही छैन सटर लाउँला र चाहिँ के गर्यो भने त्यो सबै डकुमेन्ट लिएर उकिलसहित आउँछ यसरी कानुनी राज्य हो यो करोडौँ यहाँ कर दिएर बसेको छ कानुनी राज्य हो तपाईँको यो सबै गर्दाको करोडौँ कर दिन्छ रेस्पेक्ट द पिपल बिजनेस पिपल दिस इज नट गुड ओके दिस इज नट गुड ल थ्याङ्क यू भेरी मच सबैलाई थ्याङ्क यू भेरी मच 100% हामीले